नमस्कार सबै सेयर मार्केटको इन्ट्रेस्ट गर्नेहरूलाई म फेरि पनि नमस्कार। आज चाहिँ क्रिस र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको चाहिँ राम्रै बढेको छ। हिजो भन्दा चाहिँ आज मेरोमा चाहिँ यति बढ्यो 1846 अनि क्रिसमा 1500। अब सबैमा बढेको छ। आज सबै नै मेरोमा चाहिँ ठिकै छ, धेर पनि छैन, 5वटा जति छ। यो 5वटा हो। एउटा चाहिँ नजानेर त्यो म्याचुर फन्ड हो कि के रहेछ, त्यो चाहिँ बढ्छ कहिले के हुन्छ, त्यो 1000 त्यो चाहिँ के हो थाहा छैन मलाई। अहिलेसम्म मैले फर्स्ट टाइममा के अरे आइपिओ भर्ने बेला फर्स्ट टाइम भरेको परिहाल्यो। अब त्यो अल्झेको अल्झो छ, बेच्न पनि कहिले बेच्ने थाहा हुँदैन। जस अरू चाहिँ आज एमआइसीले चाहिँ मलाई 1800 नाफा दिएको छ, 1846, र क्रिसले चाहिँ 1526 नाफा दिएको छ। अब यो कतिसम्म जान्छ थाहा छैन। सबै साथीले होल्ड गरे अझै माथि जाने छ यो। तर हामीलाई आफ्नो आफ्नो हो, आफ्नो आफ्नो तरिकाले जानुपर्छ। कसैलाई के होला, कसैलाई के हो, होइन। अब म चाहिँ होल्डै गर्छु, किनभने अहिले बेच्नु छैन मलाई। म होल्डै गर्छु। 4-5वटा मलाई चाहिँ अहिले यति भइरहेको छ। आज अब 35-40वटा भर्दाखेरि बल्ल 5वटा परेको छ। अब ट्राई चाहिँ गरिरहेको छु मैले पनि। अब हेरौँ कति पर्छ। अब अरू नयाँ खुल्दै होला, त्यसलाई पनि ट्राई गरिन्छ। तर आज चाहिँ हामीलाई जोस् मेरो खुद नाफा भनेको आजको चाहिँ नाफा भनौँ न, के भनौँ, आज 3641मा पुग्यो भनौँ न। हिजो चाहिँ अब 52-53 कति थियो भने चाहिँ 55 थियो आज। हिजो आज 59.32 भनौँ न छ। भोलि पर्सि छ नि। सबै साथीहरूले होल्ड गरे भन्ने यो अझै माथि पुग्छ है साथीहरू। विचार गर्नु होला तपाईँहरूले पनि। मैले होल्ड गर भन्दामा अब गर्ने होइन, आफ्नो आफ्नो इच्छा हो। मार्केट बुझ्नु होला, होइन। त्यही हो। हस्त नमस्कार।